के तपाईको पनि पढाइमा ध्यान लाग्दैन वा पढेको चाँडै बिर्सनुहुन्छ? यी 5 सजिला तरिका अपनाउनुहोस् र टपर बन्नुहोस्। पहिलो तरिका हो पोमोडोरो टेक्निक। 25 मिनट पढाइ र त्यसपछि 5 मिनट ब्रेक। यसले मस्तिष्क सक्रिय राख्छ र सम्झने क्षमता बढाउँछ। दोस्रो तरिका हो फाइनम्यान टेक्निक। जुनसुकै कुरा पढ्नुहोस् र त्यसलाई अरूलाई बुझाउने प्रयास गर्नुहोस्। यसले बुझाइ राम्रो हुन्छ र चाँडै बिर्सदैन। तेस्रो तरिका हो एक्टिभ रिकल। नोट्स नहेरी आफैलाई प्रश्न सोध्नुहोस् र उत्तर दिने प्रयास गर्नुहोस्। यसले दिमागलाई अझै सक्रिय बनाउँछ। चौथो तरिका हो माइन्ड म्यापिङ। टपिकलाई भिजुअलाइज गर्नुहोस् जसले गर्दा चाँडै सम्झन सकिन्छ। पाँचौं तरिका हो राइट स्टडी, यानि कि सही वातावरण। पढाइका लागि शान्त ठाउँ र राम्रो प्रकाश आवश्यक छ ताकि ध्यान विचलित नहोस्। यीमध्ये कुन तरिका तपाईलाई सबैभन्दा बढी मन पर्यो कमेन्टमा बताउनुहोला र यस्तै जानकारीमूलक भिडियोको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। धन्यवाद।